यस्तो मिठो आँपको अचार बनाउँदैछु, स्पेसल चिज हालेर बनाउँदैछु, हेर्न नछुटाउनु होला। यो आँपलाई राम्रोसँगले धोएर यसलाई 1 घन्टा जति घाममा सुकाएर यसको पानी सबै पुस्दैछु म। पानी चाहिँ एकदमै रहनु हुँदैन। अनि आफूलाई इच्छा परे अनुसारको सानो सानो पिस अब काट्ने यसलाई होइन। अलिअलि कोया बसेको एकदमै राम्रो हुन्छ यो अचार। यो बनाएर राख्यो भने त 4-5 वर्ष पनि बिग्रिँदैन होइन। मैले चाहिँ 2 वर्ष अगाडि बनाएको अचार अहिलेसम्म पनि खाइराखेको छु। केटाकेटी सबैलाई एकदमै मन परेको छ यो अचार। फेरि पनि मैले बनाउँदैछु। हेर्नुहोस् है मैले स्पेसल के हालेको रहेछु होइन त। अनि नि यस्तो ठिक्क ठिक्कको पिस पार्ने, हजुरहरूलाई ठुलो मनपर्छ भने ठुलो पिस पनि पार्दा हुन्छ। मैले चाहिँ यस्तो पिस पारेँ है। अनि यसलाई 3-4 घन्टा घाममा सुकाइदिने। घाम नभएको ठाउँमा दिनभरि पङ्खामा सुकाए पनि हुन्छ। अनि एकतिर चाहिँ तोरीको तेल तताउँदैछु म। तोरीको तेल राम्रोसँगले तताएर यसलाई चिसो पार्ने। चिसो पारेर मैले साइडमा राखिसकेँ। अब यसको लागि मसला चाहिँ सुरुमा मेथी राखेर एकछिन भुटेँ, फेरि जिरा राखेर फेरि एकछिन भुटेँ, अनि धनियाँ राखेँ। अनि स्पेसल चिज भनेको चाहिँ भाङको दाना, भाङको गेडा। यो भाङको गेडाले अचार यस्तो मिठो, यस्तो टेस्टी हुँदो रहेछ। हजुरहरू पनि बनाएर खानुहोस् त, थाहा पाउनुहुन्छ कस्तो हुन्छ भनेर होइन। यसलाई पनि एकछिन भुटेर अनि रातो खोर्सानी राख्दै मैले यसरी यसलाई पनि भुट्दैछु थोरै। हजुरहरूलाई मसला अब कसरी भुट्नु मन लाग्छ, मैले चाहिँ डढ्छ भनेर पालै पालो गरेर राखेको छु होइन। डढ्यो भने त मसला तितो हुन्छ, धेरै बेर पनि नभुट्ने। अनि लास्टमा चाहिँ यो तोरी, सेतो तोरी राखेर हल्का भुटेँ यसलाई पनि। अनि ठिक्क रातो रातो हुने गरी मात्रै, धेरै चड्काउने पनि होइन होइन। यति गरेपछि यसलाई निकालेर सेलाइदिएँ। यो सेलाएर यसलाई पिस्ने फेरि होइन। यसलाई दरदरा गरेर पिस्ने है, धेरै मसिनो मिही पनि पार्नु पर्दैन होइन। यो मसला डढ्यो भने फेरि अचार पनि तितो हुन्छ। मैले चाहिँ यसरी पिस्दैछु। हजुरहरू पनि आफ्नो तरिकाले भुटेर पिस्न सक्नुहुन्छ। मसला पनि पिसिसक्यो, यतिको खस्रो पारेँ मैले होइन। अनि मसला चाहिँ एउटा सानो बटुको कि कपको यसले बराबरी मात्रामा राखेको छु है सबै मसलाहरू। अनि मैले अब आँप सुकाएको पनि ल्याइसकेँ। अनि 2 भाग पारेँ, 2 तरिकाले बनाउँदैछु है मैले। एउटामा चाहिँ हिङ राखेर, एउटामा चाहिँ हिङ नराखिकन बनाउँछु। प्रोसेस एउटै तरिका हो, बनाउने तरिका एउटै हो। अब मैले यसमा मसला राख्दैछु। मसला धेरै राखेको नै मिठो हुन्छ, यो राम्रो हुन्छ पछि होइन। नुन आफ्नो स्वाद अनुसार राखिदिने। अनि तेल अघि तताएर सेलाएको तेल थियो, तेल 1 डाडु 2 डाडु जति राखेर मजाले यो अचार मोल्ने। यसको मसलाहरू भित्र जाने गरी मजाले मोल्ने, यसलाई मिक्स गर्ने। मैले चाहिँ 10 मिनट जति चाहिँ यत्तिकै मोलिराखेँ है। यो यसरी मोल्यो भने मसला सबै भित्रसम्म जान्छ, एकदम टेस्टी हुन्छ। र मैले 2 तरिकाले किन बनाएँ भन्दाखेरि हिङ हालेको अचार चाहिँ छिट्टै गल्छ। हिङ नहालेको चाहिँ जहिले पनि फ्रेसै जस्तो हुन्छ। त्यही भएर मलाई हिङ नहालेको नै मनपर्छ। त्यही भएर हिङ नहालिकन पनि बनाएको हो मैले। हजुरहरूले जस्तो मनपर्छ त्यस्तै बनाउँदा हुन्छ। अनि सिसाको बोतलमा यसरी अघि तताएको तेल राख्ने र घुमाउने, सबैतिर लगाउने। अनि यसमा यो अचार भर्ने। भर्दा चाहिँ मजाले थिची थिची एकदम जति अँट्छ त्यति मजाले थिचेर राख्नुपर्छ है। अनि यो राखिसकेपछि माथिपट्टि फेरि तेल राख्नुपर्छ। अहिले म देखाउँदैछु। यो अचारलाई धेरै दिनसम्म बाहिर घाममा सुकाउनु पनि पर्दैन। हप्ता 10 दिन जति घाममा सुकाएर अनि 1 महिना जति बाहिरै राख्दा पनि हुन्छ। अनि राखिसकेपछि आफूले चेक गर्ने अचार भयो कि भएन, बन्यो कि बनेन भनेर होइन। अनि यसमा यसरी भरिसकेपछि अनि फेरि तेल भरिदिने माथिपट्टि होइन। अब यो तेल अचार खाँदै गइसकेपछि तेल घट्छ नि त, हजुरहरूलाई थाहा छ। तर तेल फेरि तताउने, सेलाउने। अनि यो अचारको माथि यसरी तेल राख्दिराख्ने। यो अचार खाइन्जेलसम्म, सकिन्जेलसम्म कहिल्यै बिग्रिँदैन। हजुरहरूले फ्रिजमा राखेर खानुभयो भने त झन् ताजा अहिले बनाए जस्तो हुन्छ। बाहिर राख्दा पनि तेल चाहिँ माथि भइरहोस्, कहिल्यै बिग्रिँदैन। मैले त यसरी 3 बोतल बनाएँ। थ्याङ्क यू फर वाचिङ। हजुरहरू पनि ट्राई गर्नुहोला।